Hello, friend. हेलो एभ्रिवान र आज चाहिँ म तपाईहरुलाई हाम्रोमा योपालि फुलेको इन्जिलियाहरू देखाउन गइरहेको छु है। इन्जिलिया चाहिँ यस प्रकार फुलेको छ, यो पिङ्क कलरमा है। र यो एकदमै राम्रो छ। यो एउटै प्लान्टमा दुईटा कलर छ है। Wow. यो भयो ऑरेन्ज कलर, पिङ्क कलर भनौं है। यो भयो सेडिङ भेरिगेटेड नै छ। एकदमै राम्रो लाग्छ यो कलर चाहिँ मलाई है। सेडिङमा छ। यो चाहिँ मैले भुइँमै राखेको छु र यो चाहिँ पिङ्क अलमोस्ट फेड भइसक्यो है। र यो छ लाइट पिङ्क। यो चाहिँ भर्खर मात्रामा फुल्दैछ, भर्खरै फुल्दैछ। यो चाहिँ भयो व्हाइट है। यो चाहिँ मरुन कलरमा छ। एक्चुअली मरुन कलरमा छ, तर यो लाइट कलर देखिन्छ चाहिँ यो चाहिँ छ मरुन कलरमा। यो चाहिँ मैले फुलहरु भुइँमा नै लगाइदिएको छु यस प्रकार। यो रेड चाहिँ फुलिसक्यो। यो चाहिँ पिङ्क कलर। यो पिङ्क पनि अझै राम्रो छ कलर चाहिँ। र यहाँ चाहिँ मैले र्याकमा राखेको छु है। एक दुईवटा कलेक्सन छ मेरो इन्जिलियाको। यो पनि एकदमै राम्रो छ कलर। छिरबिरेमा है। कति सुन्दर छ हेर्नु न। यो पर्पल, यो भयो लाइट पिङ्क। पत्तै नदेखि गरी फुलेको छ है। पत्तै नदेख्ने गरी। यो भयो तपाईको कुन चाहिँ कलर भनौं यो कलरलाई। क्यामेरामा त अर्कै कलर देखे जस्तो भयो। यो छ सिंगल रेड कलरमा। कस्तो फोकस नभएको। यो भयो पिङ्क कलर। सिंगलमा पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ है। सिंगल कलरमा छ। यो भयो मरुन कलर सिंगलमा। यो चाहिँ भयो पिङ्क सेडिङ। पिङ्क। यो चाहिँ भयो व्हाइट सिंगल। लाइट पिङ्क, नट व्हाइट, लाइट पिङ्क। यो चाहिँ छ पिङ्क कलर है। कति मजाले फुलेको छ हेर्नुस् त। इन्जिलियाको सिजन भएको कारण। यो छ पर्पल कलरमा। लाइट पिङ्क, नट पर्पल, लाइट पिङ्क नै भनौँ यसलाई पनि। डार्क पिङ्क है। Let's go.